Hello guys, welcome to the vlog. So आज चाहिँ हाम्रो डे 1. So आज चाहिँ हामी नारायणटारबाट बगामसम्म जानेछौँ. त्यसको लागि चाहिँ पहिलासम्म हामी नारायणटार जानुपर्ने हुन्छ. सो नारायणटार जानको लागि त्यहाँ माइक्रो बस त्यहाँ देख्न सक्छौँ हामी. सो त्यो बस हामी चढ्नेछौँ पहिला सुरुमा. अब माइक्रो बस हामी चढिसकेका छौँ. अब नारायणटारसम्म जानेछौँ यो माइक्रो बसमा. ओके हामी यतापट्टि आइपुगिसकेका छौँ नारायणटार, तर स्टिल सङ्गम आइपुगेको छैन. बस पनि आइपुग्यो, सङ्गम सायदै आउँदैन जस्तो छ. त्यही भएर हामी चाहिँ बसतिर लाग्नेछौँ. अब सङ्गम अब जडीबुटीमा सायद चढ्ने हो अब है. ओके म चाहिँ बसमा चढिसकेँ. यतापट्टि बहुत आइपुग्यो, हेर्न सक्छौँ है त. मजाले सुनसान छ, बस पुरै खाली देख्न सक्छौँ. सिट पुरै खाली छ हैन. बिस्तारै अगाडि बढ्दैछ गाडी चलिसकेको छ. यसो हेरिदिउँ होइन, यसो हेरेर कपाल सपाल मिलाइदिउँ. थोरै निन्द्रा पनि पुगेन, रातभरि गेम हेरेर निन्द्रै पुगेको छैन होइन. यसो कपाल सपाल मिलाइदिउँ अनि चलिदिउँ है त. बिस्तारै यतापट्टि गाडी जानेछ. त्यसपछि सङ्गम चाहिँ अब जडीबुटीमा भेट्ने हो है त. जडीबुटी बस पार्कमा सङ्गम चढ्ने भइसक्यौँ अनि यता बिस्तारै लागिसक्यौँ हामी गाडी. अब चाहिँ यहाँ कोटेश्वर आइपुग्यो हामी. कोटेश्वर आइपुग्यो, अब बिस्तारै जडीबुटी पनि आइहाल्छौँ होइन. सो जडीबुटी बस पार्कमा गएर रोक्नेवाला छ. अब सिधै कस्तो दामीसँगले देख्न सक्छौँ भ्यूहरू है. कोटेश्वरको दामी देखिरहेछ. फुल हेर्न सक्छौँ बिचमा एकदम दामी भइरहेछ. ओके यतापट्टि हाम्रो जडीबुटी बस पार्क पनि आइसकेको छ. जडीबुटी बस पार्क टक्कसँग हामी अब ओर्लिने सङ्गम टक्क आइसकेको रहेछ होइन. ओके यतापट्टि सङ्गम आइसक्यो. खाजासाजा खान थाल्यौँ हामी गफसफ खाँदै होइन. त्यसपछि फेरि बस सुरु भइसकेको छ. बस कुद्न थाल्यो गाइज, हेर्न सक्छौँ. बस बिस्तारै कुद्दैछ है त. यतापट्टि रोकिँदै कुद्दै भइरहेछ बस चाहिँ. ओके यहाँ हेर्न सक्छौँ बस मजाले रोकिरहेछ, जाममा परेछ. अघि यतापट्टि हामी हेर्न सक्छौँ. ओके यहाँ आइसक्यो फेरि के किन्नको लागि आइसक्यो. यहाँ देख्न सक्छौँ है त. एप यताउता सब यतापट्टि बसमा आएर जबरजस्ती त्यहाँ किन्न लगाइरहेछ है मान्छेहरू. हेर्न सक्छौँ फ्यान पनि, गर्मीले फ्यान पनि यहाँ सुरु भइसकेको छ. बर गर्मी छ, त्यो चलाउनै पर्यो होइन. हामी गर्मी भएर यसो खाजासाजा लियौँ होइन. यसो जुसहरू हेर्न सक्छौँ. सङ्गम चाहिँ हल्का हुनु गयो, फेरि बस रोक्यो. कपाल सपाल मिलाइदिउँ. वाइल गर्नु भइरहेछ यहाँ, खतरा गर्मी छ गाइज. कपाल सपाल मिलाएर टक्कसँग फेरि यतापट्टि सुरु भइसक्यो गाडी. फेरि सुन्दै होइन अगाडि बढ्नुपर्ने हुन्छ. यताबाट फेरि ओके यता बाहिरको सिनहरू यसो देखाइदिउँ होइन क्यामेरामा. मलबाट कस्तो देखिन्छ. ओ दामी भ्यू देखिरहेछ है, हेर्न सक्छौँ. कब्बाल भ्यू देखिरहेछ. यताबाट दामी भ्यू आइरहेछ साथीहरू. ओके हामी चाहिँ भ्यू हेर्दै अगाडि बढिरहेको थियौँ होइन. टकसँग गीत गाउँदै बसिरहेको थियौँ हामी. गीत गाउँदै अगाडि गीत गाउँदै अगाडि बढ्यौँ होइन. यतापट्टि पुरै गर्मीले देख्न सक्छौँ. त्यहाँ ओहो धुलोले अब्बर पुरै देख्न सक्छौँ. ब्लर भइरहेको थियो, ब्लर होइन. धुवैँ त्यो बाटै नदेख्ने गरेर धुलो भएर सेतो भएर ड्राइभर त फेरि जोसमा कुदाउँदै थियो होइन. अगाडि बढ्दै थियौँ हामी बिस्तारै. यहाँ फ्यान पनि चलिरहेछ. सङ्गम चाहिँ सुतिसकेको थियो होइन. देखिसकेको थियो सङ्गम चाहिँ.
म चाहिँ फेरि बाहिरतिर यसो हेर्दै बसिरहेको थिएँ कहाँ पुग्यो भनेर यसो हेर्दै थिएँ मोबाइलतिर होइन खाना खाने ठाउँमा आइपुग्यौँ हामी खानासाना यस्तोसँगले आइसकेको छ ठाउँ रहेछ यहाँ चाहिँ सुकुटीमा यसो म हेर्दै थिएँ यसो यतातिर खिच्दै थिएँ होइन सङ्गमले कहिले बेर म खिचिदिन्छु भनेर लिइहाल्यो ल भन्दै सन्तोष कहाँ छ हामी सुकुटीमा छौँ होइन खाना खाइसक्यौँ त्यसपछि हात साथ यस्तो धोएर मुखसुख धोएर यस्तो कपाल सपाल मिलाउनु थालेँ म चाहिँ होइन कपाल मिलाउँदै यतापट्टि फेरि दाइहरू पनि यसो खिच्दै थियो फोटोसोटो त्यहाँको सबजना फोटोसुटमा लागिरहेको थियो दामी भइरहेछ त्यहाँ यहाँ चाहिँ म फेरि पनि स्टोरी देखाइदिन्छु टक्क यसो भ्यूहरू खिच्दै थिएँ होइन त्यस्तो खाना खाने ठाउँ चाहिँ यहाँ थियो हाम्रो टक्कसँगमा आइहाल्यो गर्दै थियो फेरि यता के रहेछ भनेर फेरि म यतातिर पुस्दिएँ त्यहाँबाट चाहिँ यसो बिचहरू रहेछ होइन टक्क खोलाहरू बगिरहेको थियो यसो खिच्दैन होइन सुकुटे बिचको रहेछ मस्त गाडी चाहिँ फेरि हिँड्नु थाल्यो होइन चल्न थाल्यो हामी चाहिँ लाग्यौँ फेरि पनि हाँस्दै गफ गर्दै फेरि गाडी रोक्यो यहाँ 12 बजी आएर यस्तो गर्मी सर्मी भइरहेको थियो हामी चाहिँ यस्तो चिसो होइन यस्तो चिसो के छ त भनेर यसो हेरेर यसो यो वाला ड्रिङ्क खान थाल्यौँ चाइनिज वाला जापानिज चाइनिज फेरि गाडी सुरु हुनु थाल्यो होइन हामी गाडी चढेर टक्क बस्यौँ रेडी हुँदै थियौँ त्यसपछि फेरि यतापट्टि के भएछ भनेर यता फेरि बाटो बिग्रेछ त्यहाँ फेरि बाटो बनाउनुतर्फ लाग्यो त्यहाँ ड्राइभर दाइहरू मान्छेहरू टनाटन मिलेर बाटो बनाउनुतर्फ लाग्यो त्यसपछि फेरि गाडी सुरु भयो गाडी ड्राइभर दाइले फेरि कटाइदियो बिग्रेको ठाउँबाट अनि मजाले कटाइदियो होइन त्यसपछि यहाँ बिस्तारै हामी लाग्यौँ सिनहरू खिच्दै यता जङ्गलहरूको भ्यूहरू खिच्दै अगाडि बढ्यौँ यता चाहिँ घरहरू पनि देखिन थालिसकेको थियो नजिक आइपुगिसकेको थियो रहेछ हामी चाहिँ होइन त्यो छगाम भन्ने ठाउँतिर आइपुगेको रहेछ सो बिस्तारै अगाडि बढ्दै थियौँ हामी यस यहाँ देख्न सक्छौँ त्यहाँ हामी घरहरू पनि थियो है अघि यसो भ्यूहरू खिच्दै यस्तो डाँडा साँडाको भ्यूहरू खिच्दै थियौँ हामी होइन लगभग आइपुगिसकेको थियो गाडी पनि फर्किहाल्यो होइन सङ्गम चाहिँ यताबाट फेरि गफ हान्दै थियो होइन त्यहाँ दाइहरूसँग के भन्दै थियो गाइज ल हामी चाहिँ बगाम आइसक्यौँ है त अब होमस्टे खोजेर बस्नुपर्ने हुन्छ भोलिबाट सुरु हुनुपर्छ हाम्रो ट्रेक सो रेडी हुँदै गरौँ है त ल त्यसपछि यस्तो ड्रिङ्क्स होइन गीत सुन्दै ड्रिङ्क्सहरू हान्न थाल्यौँ हामी मजाले रात परिसकेको थियो होइन अनि थोरै अपकमिङ सङको चाहिँ थोरै भर्स यहाँ यस्तो सङ्गमले हान्छ एउटा स्वर्ग कि परी आज मेरो अघि झरी मनको मादलले बजाइदिएर खरी जर्नी गरी कति राम्री के नलाए नि सारी म पनि त ह्यान्डसम केटा नपाले नि दारी ससुरोले सोध्ला मेरो ज्वाइँ साथी काम गर्छ कार बाइक खोइन घरमा हेलिकप्टर ल्यान्ड गर्छ यति मात्र बन बुढो नि मेरो फ्यान बन्छ आमाले नि पूजा छोडी बिहान मेरो ध्यान गर्छ आम द ड्याम मर्दो होइन कुनै जडिया तिम्रै बाल बच्चा स्याने बनिदिन्छु भरिया अहिले चाहिँ तिमीलाई पटाउने कोसिसमा
मात्र गरिरा तिमी चाहिँ लजाउँदै उता उता सरिरा त्यसैले मनको फुल तिम्रै बारीमा डुल्दछ भमरानी तिम्रै बारी डुल्दछ म आइरन म्यान पक्कै तिमीसँग चुम्बक छ म आइरन म्यान पक्कै तिमीसँग चुम्बक छ कस्तो हेरौँ